साथी हो भन्दै त्यसका विभिन्न प्रकारका पार्टीहरूमा पार्टी प्लेसमा जाने, त्यसका जन्मदिन मनाइराखेका छन्, अर्को दिन मनाइराखेका छन्, त्यहाँ जानु पर्यो, फलानाको जन्मदिन, फलानाको अलानो दिन, फलाना दिन पर्यो। तपाईले नगएर उसको त्यो काम रोकिन्छ? रोकिँदैन। मान्नुहोस्, तपाईको दिनमा पनि उसले आउला, मान्ला, तर मान्ने पनि समय छ, मान्ने पनि ठाउँ छ, मान्ने पनि सिमाना छ। जब सिमाना नाग्छौँ हामी, तब हामी बर्बाद हुन्छौँ, नष्ट हुन्छौँ। एक साथीले अर्को साथीलाई नै नष्ट गरेको हजारौं उदाहरण वर्तमान समयमा देखिराखेका छन्, जुन तपाईँ हामीले निरन्तर सञ्चारका माध्यमबाट सुनिराखेका, देखिराखेका छौँ। मित्र हो भन्दैमा, साथी हो भन्दैमा पूर्ण विश्वास नगर्नु नै सर्वोत्तम कुरा हो। म साथीबाट साथीलाई टाढा राख्न खोजेको होइन, असल साथीलाई जोड्न खोजेको हो भने दुष्ट कर्म, अपराधिक कर्म, गलत कर्म, गलत व्यवहार, गलत सोचबाट बचाउने प्रयास गरेको हुँ। मित्र हो, तपाईलाई कस्तो लाग्छ थाहा छैन, मेरो हितैषी हो, कति प्यारो कुरा गर्छ, कति मेरा लागि हितप्रद कुरा भन्छ, यो जतिको मेरो कोही पनि छैन। कहिल्यै नसोच्नुहोस् दुनियाँमा आफू आफ्नो छैन, आफू भन्दा प्यारो कोही छ यो दुनियाँमा? छैन। आफू आफ्नो छैन, अर्कामाथि कसरी भरोसा गर्नुहुन्छ? मेरो कुरा कसैलाई अप्ठ्यारो लागेको भए मलाई पूर्णतया क्षमा गर्नु। मैले सबैका साथीलाई चिनेको छैन, तर स्कुलदेखि लिएर विश्वविद्यालयसम्म जब पुगे, आएर कर्म क्षेत्रमा पनि जब पुगे, त्यहाँ मैले प्रशस्त मात्रामा साथी भेटाएँ। सबको व्यवहारलाई बुझेको छु। लगभग मसित सम्पर्कमा आएकाहरूको विचार र सिद्धान्त, उद्देश्य बुझ्ने प्रयास गरेको छु। म सफल हुँ, असल हुँ भन्दिनँ, तर प्रयास गरेको छु। तपाईँ पनि प्रयास गर्नुहोस्। मेरो यही अनुरोध हो, बस्नुहोस् र बचाउनुहोस्। यो भन्दा अर्को मेरो उद्देश्य होइन, मेरो कुनै स्वार्थ जोडिएको पनि छैन। तर पनि मित्र हो, इच्छा आफ्नो हो, सबै संसार स्वतन्त्र छ, स्वतन्त्र रूपमा तपाईँ फुल्न फल्न सक्नुहुन्छ। मेरो भन्न खोजेको उद्देश्य हो, फुल्दा र फल्दा नष्ट नहुनु नै सर्वोत्तम कार्य हो। सहयोग गरिदिएकोमा हार्दिक धन्यवाद।